आउनु हामी चाहिँ राजमा आलु पकाऊँ। सुरुमा राजमा आलुमा अलिकति बेसार अलिकति नुन हालेर सिटी लाएँ। सिटी लगाएपछि टमाटरलाई यसरी पकाएँ। नुन बेसार मसला हालेर एकछिन पकाएँ। त्यसपछि निकालेँ अनि तेल हालेँ। तेलमा मेथी फुराएँ। त्यसपछि खुर्सानी फुराएँ। त्यसपछि राजमा हालेँ। राजमालाई एकैछिन फ्राई गरेँ। त्यसपछि आलु हालेँ। त्यसपछि राजमा र आलु एकछिन फ्राई गरेँ। बेसार हालेँ, मसला हालेँ, साथै नुन हालेर त्यसपछि टमाटर अघि पकाएको टमाटर थियो त्यसलाई हालेँ। त्यसपछि अदुवाको पेस्ट थियो त्यो हालेँ। त्यसपछि अलिकति रस हालिदिएँ। माथि धनिया हालिदिएँ। त्यसपछि यसरी रेडी भयो। त्यसपछि साइडमा टमाटरको अचार बनाउनलाई खुर्सानी, धनिया, अदुवा, टमाटर हालेर पिसेँ। टक्क पिरो अचार बन्यो। त्यसपछि सब्जी यसरी रेडी भयो।